Hi everyone, welcome to my YouTube channel. यहाँ हामीले म्यानिफेस्टेसन स्पिरिचुअलिटीसँग रिलेटेड सबै कुरा गर्छौँ. इफ यु आर इन्ट्रेस्टेड फलो है त. सो आजको टपिक छ हाउ आई फेल फर इभिल आईवाला ट्र्याप है त. सुरु कहाँबाट गरौँ भन्दाखेरि जस्तै मेरो कपाल पहिलेदेखि लामो थियो होइन, एकदम राम्रो. अनि मैले कपाल छोड्दाखेरि चाहिँ सबले, जो मान्छेले देख्यो सबैले भन्थ्यो कस्तो लामो कपाल, कस्तो राम्रो भन्थ्यो होइन सबैले. अनि सो मैले वास्ता गर्दैन थिएँ, थ्याङ्क यू भनेर हिँड्थेँ नि त पहिलासम्म. अनि अहिले आएर के भयो भन्दाखेरि मेरो मम्मीले चाहिँ मैले कपाल जहिले खोल्दाखेरि के भन्नुहुन्थ्यो अरे आँखा लाग्छ, अब त्यो जुरो बनाउने गर भनेर यस्तो यस्तो भन्नुहुन्थ्यो होइन. म पत्ताउँदैन थिएँ. तर जबदेखि सोसियल मिडिया प्लेटफर्महरूमा चाहिँ इभिलाइको कन्सेप्टहरू आउन थाल्यो नि, त्यो त म अब हेर्दै गर्थेँ होइन. जस्तै कि इभिलाई लाएर कसैको ब्रेकअप भयो अरे, कसैको लस भयो अरे फाइनेन्सियल, कसैको के भयो अरे के भयो अरे. सो सोसियल मिडियाले यति इन्फ्लुएन्स गर्यो नि हाम्रो माइन्डलाई होइन. हाम्रो माइन्ड यति पावरफुल हुन्छ, त्यो यति प्रोग्राम भयो. अब मैले चाहिँ मम्मीको कुरालाई के भन्दाखेरि सिरियसली लिन थालेँ कि. अनि मेरो कपाल के भयो, झर्न थाल्यो. सो मैले के बिलिभ गरेँ भन्दाखेरि कसैको आँखा लाग्यो होला, इभीलाई लाएर चाहिँ मेरो कपाल झर्न थाल्यो भन्ने मेरो सोच आउन थाल्यो क्या. सो हाम्रो माइन्ड यति पावरफुल हुन्छ नि त. रियालिटीमै मेरो कपाल झर्न थाल्यो कि, सबै एकदम त्यो आधीभन्दा बढी कपाल चाहिँ मेरो झऱ्यो. सो इभिलाइको पावर भन्दा पनि इभिलाइको पावर होइन, अर्को मान्छेहरूको पावर होइन हामीमा. यो चाहिँ हाम्रो पावर हो क्या, हाम्रो माइन्डको पावर हो. हामीले आफूले आफैलाई प्रोग्राम गरेको, त्यो कन्डिसन गरेको, अरूको कुरा सुन्यो नि त हामीले. अनि सो हामीले के बिलिभ गऱ्यो भन्दाखेरि हो साँच्ची नै हुँदो रहेछ यो भनेर बिलिभ गऱ्यो भनेर चाहिँ बिलिभ गरेको भएर चाहिँ त्यो झरेको हो. अनि इभिलाइको पावर भनेकै अरूको कुरामा बिलिभ गर्ने, अनि सोसल मिडिया प्लेटफर्म्सहरूमा के भनिरहेछ नि त्यो कुरालाई सिरियसली लिग्यो, अरू मान्छेले भनेको कुरालाई सिरियसली लिग्यो भने चाहिँ हाम्रो माइन्डले नै गरेर हाम्रो आफ्नै पावरले चाहिँ उल्टो हाम्रोमा काम गरेको हो. सो मेरो रियालिटीमा पनि त्यही भयो. मैले पहिला पत्ताउँदैन थिएँ. सो मेरो कपाल केही पनि भइरहेको थिएन, पहिला केही पनि हुँदैन थियो. अहिले आएर 2-3 महिनामा मैले के भयो भन्दाखेरि सोसियल मिडियाको कुरा र मम्मीको कुरा सुनेँ. सो मैले त्यो कुरालाई चाहिँ हो यो हुँदो रहेछ है भनेर रियालिटीमा एक्सेप्ट गरेको भएर नै मेरो कपाल झरिरहेको. त्यो चाहिँ अहिले आएर मलाई रियलाइज भयो. सो इभिलाई भन्ने कुरा तब पावरफुल छ, तब भ्यालिड हुन्छ, अप्लाइड हुन्छ जब हामीले त्यसलाई पावर दिन्छौँ. त्यो पावरफुल होइन, अरूको थिङ्किङ पावरफुल होइन कि हाम्रो थिङ्किङ पावरफुल हो र हाम्रो माइन्ड पावरफुल हो, हाम्रो इमेजिनेसन, हाम्रो बिलिफ चाहिँ पावरफुल हो. सो बी अलर्ट. यही कुरा अवेर गर्नको लागि मैले आजको भिडियो बनाएको. यदि हेल्पफुल लाग्यो भने सबै साथीहरूलाई यो भिडियो सेयर गर्नु होला. अनि तपाईँलाई के लाग्छ इभिलाइको बारेमा कमेन्ट डाउन बिलो. बाई बाई.